नमस्कार। यो हो गोर्खा जिल्लामा अवस्थित लाप्राकको नयाँ बस्ती। विश 2072 सालको भूकम्पपछि धेरै दाताहरूको सहयोगमा र अस्ट्रेलियामा रहेका धनाढ्य नेपाली शेष घलेको पहलमा यहाँ करिब 600 वटा घर निर्माण गरियो। उद्देश्य थियो सुरक्षित र व्यवस्थित बसोबास, तर वास्तविकता अलिक फरक देखियो, जुन तपाईँ हामीलाई नरमाइलो लाग्न सक्छ। यो नयाँ बस्ती पुरानो गाउँभन्दा अलि माथि छ, जहाँ धेरै चिसो र बलियो हावा चल्छ। त्यसैले धेरै स्थानीय बासिन्दाहरू, विशेष गरी वृद्धा यहाँ बस्न सहज महसुस गर्नु भएन। पुरानो गाउँ यहाँबाट करिब 1 घण्टाको दूरीमा छ र त्यहाँका स्थानीयवासीको मुख्य आम्दानीको स्रोत कृषि नै रहेको छ, जुन पुरानै गाउँमा अवस्थित छ। त्यसैले धेरैले नयाँ घर छोडेर पुरानै गाउँमा बस्न रुचाउनु भएको छैन। अहिले यो नयाँ बस्ती प्रयोग नभएर बिस्तारै पुरानो बन्दै र केही घरहरू भत्किन थालेका छन्। योजना राम्रो थियो, तर स्थानीय आवश्यकता र जीवनशैलीसँग मेल खान नसक्दा अपेक्षा अनुसार सफल हुन सकेन। यो बस्तीमा रहेका 600 घरहरूमध्ये लगभग 40-50 घर मात्र प्रयोगमा छन् भने बाँकी सम्पूर्ण घरहरू खण्डहरमा परिणत हुने अवस्थामा छन्। यहाँबाट हामीले एउटा पाठ पनि सिक्न सक्छौँ कि विकास गर्दा स्थानीय जीवनशैली बुझ्नु कति महत्त्वपूर्ण हुन्छ भन्ने। यस बस्ती बसाउन विदेशमा रहेका विभिन्न सङ्घ संस्था, एनजिओ, आइएनजिओ मार्फत करोडौँ रकमहरू जम्मा भएको थियो, जुन अहिले यो घरहरू हेर्दा बालुवामा पानी हाले सरह देखिन्छ। हजुरहरू पनि एकपल्ट यो गाउँमा पुग्नु भएको छ र यो गाउँको बारेमा र यो बस्तीको बारेमा केही जान्नु भएको छ, सुन्नु भएको छ भने यो भिडियोमा आफ्नो कमेन्ट मार्फत जानकारी गराउन सक्नुहुन्छ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला। मन पर्यो भने लाइक, शेयर र फलो पनि गर्नुहोला। आगामी दिनमा यस्तै भिडियो बनाउने बाचा गर्दै आजलाई बिदाई हुन्छु। हस्त नमस्कार। जय नेपाल, जय राष्ट्रवाद।